हामी सबैका श्रद्धेय व्यक्तित्व तेजेश्वर बाबु गङ्गज्यू, मञ्चमा रहनुभएका मेरा अति आदरणीय गुरुजन, सम्पूर्ण आदरणीय व्यक्तित्वहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महिला तथा सज्जन वृन्द, सर्वप्रथम म यहाँहरू सबैलाई हार्दिक नमस्कार भन्न चाहन्छु। र आज सम्मानित हुनुहुने प्राध्यापक डाक्टर लक्ष्मण प्रसाद गौतम र तेजेश्वर बाबु र ध्रुव मध्यकर्मीज्यू, उहाँहरू दुवैलाई म हार्दिक बधाई भन्न चाहन्छु। तेजेश्वर बाबु गङ्गा सरसँगको मेरो सम्बन्ध साइनो निबन्ध लेखनले या उहाँका निबन्धहरूको पाठक भएको नाताले मात्रै भएको होइन, अर्को एउटा गाँठो पनि छ। हामीलाई बाँध्ने गाँठो अर्को एउटा छ। त्यो के हो भने उहाँ एउटा कुशल एकाडेमिक लिडर, एकदमै राम्रो स्कुल प्रिन्सिपल पनि हुनुहुन्थ्यो केही समय। र त्यस बेलादेखि हामी करिब 25 वर्षदेखि सम्बन्धमा छौँ, एउटै पेसा भएको हुनाले। र त्यो लिडरसिपको धेरै कुराहरू उहाँबाट मैले पनि लिने गर्छु। बेला बखतमा आउँछु, बस्छु, भेट्छु, सोध्छु, उहाँका एक्सपिरियन्सेसहरू लिन्छु र त्यसलाई मिलेसम्म आफूमा पनि लागू गर्न चाहन्छु। त्यसकारण पनि उहाँको र मेरो घनिष्ठता अलिक बढी नै छ। र अब आज यो सम्मानको कार्यक्रमको बडा एउटा गजबको आइरोनी छ। त्यो के छ भन्दाखेरि म यो संसार यति ठुलो पृथ्वीको कुनै एउटा बिन्दुमा कहीँ न एउटा कुनामा बसेर म्याथमेटिक्स पढाउने एउटा मान्छे, जो गुमनाम व्यक्ति हो, जसको कुनै नाम छैन, जसको परिचय धेरै कमजोर छ, उसले यति धेरै बलियो परिचय भएका दुईटा स्रष्टाहरूको आज परिचय गराउँदैछ। मेरा लागि एउटा गजबको सौभाग्य पनि हो, आइरोनी पनि हो। किनकि मेरो म्याथमेटिक्स अलिक जिद्दी स्वभावको छ। 2 + 2 गऱ्यो भने 2 नै हुन्छ मेरो म्याथमेटिक्समा। 2 र 2 जोड्यो भने 4 हुन्छ मेरोमा। तर उहाँहरूको साहित्य अलिकति त्यही साहित्यको गणित अलिकति पागल छ, अलिकति लचिलो छ। 2 मा 2 जोड्दा 2 नै हुन्छ, 2 मा 2 झिके पनि 2 हुन्छ, 2 लाई 2 ले गुणा गर्दा पनि 2 हुन्छ। जसो भन्यो त्यसै मान्छ। मेरो चाहिँ अलिक कठोर छ। 2 मा 2 जोडे 4 सिवाय अरू मरि गए हुँदैन। अब यो दुईटालाई आज सिङ्क्रोनाइज गर्ने बडा एउटा कठिन कार्य मैले पाएको छु। अब हजुरहरू धेरैले कपिलवस्तु जिल्लाको तौलेवा भन्ने ठाउँको नाम सुन्नु भएको होला। त्यो मेरो गृह जिल्लाको सदरमुकाम हो। जतिखेर म त्यहाँ विद्यार्थी थिएँ, त्यसबेला त्यहाँबाट भारतको सोरठगढ भन्ने सहरमा जानको लागि टाँगा चल्थ्यो। धेरै किलोमिटर पनि होइन, 10-15 किलोमिटरको मात्रै कुरा हो। टाँगा चल्थ्यो र तौलेवामा जब टाँगामा प्यासेन्जर भरिन्थे, त्यसलाई एकचोटि चाबुक लगाएपछि त्यो टाँगा दायाँ बायाँ कतै पनि नहेरी टक्क नेपाल भारतको सिमाना खुनुवा भन्ने ठाउँमा जान्थ्यो। टक्क त्यहाँ रोकिन्थ्यो। यसरी रोकिन्थ्यो मानव उसले प्यासेन्जरहरूलाई भन्थ्यो, ल अब तपाईँहरूका के छन् सामान झिक्नुहोस्, भन्सार गराउनुहोस्, पारिपट्टि आउनुहोस्, अनि फेरि चढ्नुहोस्। अनि त्यसै गर्थे। अनि पारिपट्टि गएर फेरि प्यासेन्जर चढेपछि सोरठगढ बजारको स्ट्यान्डमा जान्थ्यो र रोकिन्थ्यो। र उसले यस्तो भावमा रोकिन्थ्यो कि ल झर्ने जति सबै झर्नुहोस्, किनमेल गर्न जानु छ, चिनी चियापत्ती लुगा फाटो केही किन्नु छ, बजारमा जानुहोस् किन्नुहोस्। जो सिनेमा हेर्न आउने चलन छ, सिनेमा हेर्नेहरू सिनेमा हेर्न जानुहोस्, क्रान्ति हेर्नुहोस्, धर्मवीर हेर्नुहोस्, शोले हेर्नुहोस्, जानुहोस् सिनेमा हेर्नुहोस्। जो लखनऊ जान आउनुभएको, गोरखपुर जान आउनुभएको, गोन्डा जान आउनुभएको, जानुहोस् ट्रेन स्टेसनतिर लाग्नुहोस् भन्थ्यो। ऊ भरे त्यही रितले फेरि तौलेवा फर्किन्थ्यो। मानव उसको दिमागलाई कम्प्युटरले प्रोग्रामिङ गरिदिएको दिएको थियो अहिलेको भाषामा। हामी यो पृथ्वीमा भएका मानिस मध्येको यो शिक्षक भन्ने
प्रजातिका जुन मानिसहरू छौँ हाम्रो घाँटीलाई पनि त्यस्तै गरेर प्रोग्रामिङ गरिदिएको हुन्छ। त्यहाँ एउटा टाइमर फिट गरिदिएको हुन्छ। जब हामी बोल्न सुरु गर्छौँ गुट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 ु त्यो बोलिरहन्छ, टक्क त्यसको 40 मिनटको समय सकिन्छ, टक्क त्यो रोकिन्छ, अटो कट हुन्छ। आज टाइमर झिकेर आएको छु मैले, किनकि मलाई आदेश के छ भने जति सक्नुहुन्छ छोटो बोलिदिनु होला भन्ने आदेश छ। त्यसकारण आज मेरो घाँटीमा टाइमर छैन, त्यसकारण कुनै शास्ति यहाँहरूलाई हुने छैन। ध्रुव मधिकर्मीज्यू र प्रोफेसर डाक्टर लक्ष्मण प्रसाद गौतमजी आजका दुईजना सम्मानित हुने व्यक्तित्वहरू। यो रेडियो नेपाल हो। अब कृष्ण ताम्राकारबाट समाचार सुन्नुहोस्। यो प्रेक्षालयमा बसेका हजुरहरू प्राय सबैले लगभग रेडियोमा यही वाक्य सुनेर यसरी नै समाचार सुनेर हुर्किएको हुनुपर्छ। कृष्ण ताम्राकार मात्र होइन, दुर्गानाथ शर्मा सुन्नुभयो होला, के अरे रिमाल हुनुहुन्थ्यो, कल्याणी रिमाललाई सुन्नुभयो होला, प्रवीण गिरीलाई सुन्नुभयो होला, रमा सिंहलाई सुन्नुभयो होला, पछि आएर अरूलाई पनि सुन्नुभयो होला। रेडियो नेपालको समाचार सुनेरै हुर्किएको लगभग हामी यहाँ सबै छौँ। तर जब 2047 सालको असार महिना आयो, त्यो 47 सालको असार महिनादेखि ती रेडियोका तरङ्गहरूबाट अर्को एउटा आवाज यहाँहरूले सुनेको हुनुपर्दछ। त्यो आवाज के थियो भने रेडियो नेपाल खा आ ध्रुवकर्मी पाके समाचार न्यानादेश। अब ध्रुव मधिकर्मीको आवाजबाट समाचार सुन्नुहोस्। 2047 साल असार महिनादेखि रेडियोका तरङ्गहरूमा यो आवाज गुन्जिन सुरु गर्यो। यो आवाजले रेडियो नेपालबाट नेवारी भाषामा समाचार पढ्न थाल्यो। हरेक दिन निरन्तर 28 वर्षसम्म, 47 सालको असारदेखि 73 सालसम्म, झन्डै 74 साल लाग्दासम्म यसले आफ्नो समाचार यो आवाजले वाचन गरिरह्यो। जहाँ जहाँ त्यो रेडियोका तरङ्गहरू पुग्थे त्यहाँ जतासुकै यो आवाजको परिचय पुग्यो। ध्रुव मधिकर्मी अनुहार पुगेन तर आवाज पुग्यो। यो आवाजको परिचय थियो। यो कस्तो डेडिकेटेड आवाज थियो भने समाचार पढ्ने पालो छौन्जेल यो आवाजलाई कहिले रुगा पनि लागेन, खोकी पनि लागेन, देउसी खेलेर घाँटी पनि बसेन, कहिल्यै यसलाई ज्वरो पनि आएन। ज्वरो आयो भने सिटामल खाएर भए पनि यो आवाज आफ्नो पालोमा रेडियो नेपालमा पुग्यो, कहिल्यै पनि एब्सेन्ट भएन। 28 वर्ष यसले पूर्ण डेडिकेसनका साथ आफ्नो समाचार पढिरह्यो र अन्तिमका 2 वर्ष त नेपाली भाषामा पनि समाचार पढ्यो। अनि रेडियो नेपालबाट 9औं तहको जागिरबाट यो आवाजले अहिले सेवानिवृत्त जीवन बिताइरहेको छ। यसरी आवाजको परिचय बनाउँदै गरेको ध्रुव मधिकर्मीले कलमबाट पनि परिचय बनाएको छ। उहाँले सशक्त रूपमा आफ्नो कलम नेपाली साहित्यलाई दिनुभएको छ। 2015 सालमा, विक्रम सम्वत 2015 सालमा यही भक्तपुर जिल्लाको बलाछी टोलमा जन्मिनु भएको ध्रुव मधिकर्मीज्यू र उहाँले नेपाली साहित्यमा आफ्नो कलमको मसी खर्च गर्न थाल्नु भएको चाहिँ 2033 सालदेखि हो। 2033 सालमा उहाँको पहिलो कविता छापियो। पहिलो कविता केमा छापियो भन्दा पुष माघ महिनातिर हो। पुष या माघको महिना, आई एम नट स्योर, होइन त ध्रुव सर? त्यस्तै हो। पुष माघ महिनामा उहाँको अर्पण भन्ने एउटा साप्ताहिक पत्रिकामा के छ भन्ने शीर्षकमा एउटा कविता छापियो पहिलोचोटि। त्यसबेला उहाँ एसएलसी दिएर घरमा बस्नु भएको थियो। मोबाइल खेल्ने जमाना थिएन, सामाजिक सञ्जालको चलन थिएन, टिकटक खेल्नु पाइन्थेन, टेलिभिजन पनि थिएन, थियो त रेडियो नेपाल नै थियो। अनि उहाँ जानुहुन्थ्यो लाइब्रेरीतिर जाने, पत्र पत्रिकाहरू पढ्ने, साहित्यका किताबहरू पढ्ने,
र तिनीहरू पढ्दा पढ्दै त्यहाँबाट इन्स्पायर्ड हुनुभयो र उहाँले चाहिँ नि किताब लेख्नुभयो, एउटा कविता लेख्नुभयो। के छ भने 2033 सालमा पहिलोचोटि उहाँको त्यो कविता छापियो र साहित्यतिरको यात्रा त्यहाँबाट आरम्भ भयो। जसरी तौलियाबाट शोरतगढको यात्रा आरम्भ हुन्थ्यो त्यसरी उहाँको 33 सालको पुष महिनादेखि साहित्यको छापिने यात्रा सुरु भयो। कलमले मसी बगाउन सुरु गर्यो। 2036 साल नेपालमा बडा एउटा इम्पोर्टेन्ट वर्ष आयो, उल्लेखनीय वर्ष आयो। राजनैतिक रूपमा पनि धेरै तरङ्ग आयो त्यो वर्ष, उभार आयो भने साहित्यमा पनि धेरै साहित्य लेखिए। राजनीतिका लागि पनि लेखिए, समाजका लागि पनि लेखिए, हरेकका लागि लेखिए। निकै भिडभाडका साथ जब त्यतिखेर साहित्य आयो त्यसबेला उहाँले पनि खुब लेख्नुभयो। गजल लेख्नुभयो, कविता लेख्नुभयो, गीत लेख्नुभयो, कथा लघुकथाहरू प्रशस्त लेख्नुभयो। उहाँकै भाषामा भन्ने हो भने उहाँले उहाँकै शब्दलाई म लिएर भन्छु, उहाँले हाइकु बाहेक सबै थोक लेख्नुभयो। त्यसपछि फेरि बिस्तारै थिग्रिँदै गएर उहाँ चाहिँ लघुकथा र कथामा चाहिँ गएर बढी थिग्रिनुभयो र धेरै लेख्नुभयो। आज बिहानको कुरा हो। आज बिहान के भयो भने मेरो स्कुलका निर्देशक राजेश श्रेष्ठले मलाई फोन गर्नुभएको थियो। भन्नुभयो, सर आज दिउँसो यसो भेटौँ न कतै भन्नुहुन्थ्यो। म त यस्तो यस्तो कार्यक्रममा जाँदैछु, सम्मानित हुने व्यक्तिहरू फलानु फलानु हुनुहुन्छ, म त बोल्नु पो छ त भनेको। ओहो ध्रुवजी त बडा राम्रो कथा लेख्नुहुन्थ्यो, ल कता हुनुहुन्छ भनिदिनु है, मलाई सुनाइदिनु। उहाँले पनि नोटिस गर्नुभएको रहेछ। उहाँ साहित्यतर मान्छे हो, साहित्य रुचाउने मान्छे मात्रै हो, उहाँलाई त्यो सम्झना रहेछ। र मैले उहाँलाई सोधेँ, तपाईँ त्यो 36 सालमा लेख्दै गर्दा तपाईँका समकर्मी मित्रहरू को हुनुहुन्थ्यो भन्दा उहाँले थुप्रै नाम लिनुभयो। विष्णुविभु घिमिरे, दिनेश अधिकारी, किशोर पहाडी, गोविन्द गिरी, प्रेरणा, राजेन्द्र सलभ, लभ गाउँले, विनय रावल, कृष्ण प्रधान, नारायण तिवारी, पक्नुसै अझै थुप्रै छन् भन्नुहुन्थ्यो। मैले यहीँ स्टप गर्नुहोस्, यसपछि लगायत भन्दा भइहाल्छ नि त भनेर भने। अनि उहाँले थुप्रैको नाम लिन चाहिरहनु भएको थियो, मैले अन्याय गरेँ। अनि त्यसपछिको चलन अहिले उहाँ हुनुहुन्छ। म निबन्धमा उहाँको निबन्ध आजको खास विषय त निबन्ध हो, हामी निबन्धको फङ्सनमा छौँ, तर म पुगेकै छैन किनकि उहाँहरूको जीवनमा कर्म यति धेरै लामो छ, छोट्याउन खोजिरहेको छु तर छोटो हुन मानिरहेको छैन। उहाँले प्रशस्त यथेष्ट कृतिहरू लेख्नु भएको छ। मैले केही 5-7वटाको नाम पढ्नै पर्छ। सन्दर्भ समय कविता सङ्ग्रह, जिन्दगी र समय कथा सङ्ग्रह, बुद्ध कहीँ छैन लघु कथा सङ्ग्रह, दृष्टि र घनघोर जङ्गल कथा सङ्ग्रह, समकालीन नेपाली कविताका प्रवृत्ति र स्वर समालोचना सङ्ग्रह, अजिङ्गरको जात्रा बालकथा सङ्ग्रह, पीडाको जङ्गल गजल सङ्ग्रह, ओह्रालोको सिलसिला लघुकथा सङ्ग्रह, स व ख नेपाल भाषामा लघुकथा सङ्ग्रह। यी बाहेक पनि अरू थुप्रै छन् उहाँका नाम लिनुपर्ने कृतिहरू। र पुरस्कार पाउनु त स्वाभाविक हो, उहाँहरू जस्तो कर्मठ व्यक्तित्वहरूले थुप्रै पुरस्कार पाउनुभयो। श्रेष्ठ शिरपा नेपाल सम्मत 1909 सिद्धिदास अमात्य राष्ट्रिय प्रतिभा पुरस्कार 2057, दीपशिखा प्रतिभा सम्मान 2061, बाटुले खिलध्वज लघुकथा सम्मान 2077 लगायत आज आउँदाखेरि गङ्गा शिरपा सम्मान 2082 सम्म उहाँ यसरी पुरस्कृत हुँदै 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 आइराख्नु भएको छ। अब आज उहाँ निबन्धबाट सम्मानित हुनुभएको हुनाले निबन्धको अलिकति प्रवेश गरौँ हैन। उहाँको निबन्ध सङ्ग्रह महान अभियान यो पुस्तक मसँग यहाँ छ। यो महान अभियान भन्ने पुस्तक रिसेन्टली यो चाहिँ पुस्तक प्रकाशित भएको असोज महिनामा र यसलाई उहाँले व्यङ्ग सङ्ग्रह भनेर भन्नुभएको छ। यसभित्र अल टुगेदर 25वटा निबन्धहरू छन्, व्यङ्गहरू छन्, व्यङ्गात्मक निबन्धहरू छन् 25वटा। त्यसमध्ये उहाँले 11वटाको चाहिँ जन्मकुण्डली यहाँ पछाडि राख्नु भएको छ कि बाँकी 14वटाको चाहिँ चिना हराएको छ जस्तो छ, भेटिएको छैन। र त्यसबाट हेर्दाखेरि अत्यन्तै कान्छो निबन्ध चाहिँ कतै लिटिल एन्जल्स स्कुलतिर 1-2 कक्षामा भर्ना होला जाला जत्रो छ भने जेठो चाहिँ बिहेबारी गर्ला जत्रो छ। त्यो उमेरको भेरिएसनमा उहाँका चाहिँ निबन्धहरूको यहाँ चाहिँ नि उहाँले कहाँ कहिले छापियो, कुन मितिमा छापियो भनेर लेख्नु भएको छ। र अब मैले त्यसकारण जानिनँ कि कुन चाहिँ नि जेठो माइलो साइलो 14वटाको त यहाँ कुनै पनि मिति छैन।
र यसलाई उहाँले व्यङ्ग सङ्ग्रह भन्नुभएको छ, हास्य चाहिँ भन्नुभएको छैन, केवल व्यङ्ग सङ्ग्रह भन्नुभएको छ उहाँकै आफ्नै भाषामा। अब व्यङ्ग्य शब्दको संयोजनबाट सुरु हुन्छ, शब्दको संयोजनबाट निर्माण हुन्छ भने हास्य चाहिँ शब्द बेगर पनि गर्न सकिन्छ, हाउभाउ आदि इत्यादिले पनि हास्य हुन सक्छ। चार्ली च्याप्लिनले कहिले पनि शब्द प्रयोग गरेनन्, मिस्टर बिनले कहिल्यै शब्द प्रयोग गरेनन्, केष्ट मुखर्जीले हातमा एउटा रक्सीको बोतल मात्रै लिएर सधैँ हास्य गर्थे। उनले हास्यमा शब्दको प्रयोग नहुन पनि सक्छ, तर व्यङ्ग्यमा त शब्द संयोजन जरुरी छ। यद्यपि एकदम रिसेन्टली हाम्रो माधव पोखरेल सरले एउटा सानो आर्टिकल लेख्नु भएको छ आफ्नो फेसबुक वालमा, हास्य व्यङ्गको पारिवारिक समस्या भन्ने एउटा त्यो आर्टिकल, तर छापेको होइन, त्यसलाई उहाँले स्ट्याटसको रूपमा लेख्नु भएको छ। र संस्कृत साहित्यमा हास्य र व्यङ्ग्यलाई नछुट्याएर हास्य एउटा जुन नवरसभित्रको एउटा रस हो, त्यो रसभित्र नै व्यङ्ग्यलाई पनि समेट्न सकिन्छ। चाहे त्यो ह्युमर होस्, चाहे त्यो सटायर होस्, चाहे त्यो सर्काजम होस्, चाहे त्यो आइरनी होस्, ती सबै कुराहरूलाई हामीले ह्युमरभित्र समेट्न सकिन्छ, हास्यभित्र भन्नुभएको छ। तर यसमा स्वयं स्रष्टाले यसलाई व्यङ्ग सङ्ग्रह भनेपछि मैले यसलाई व्यङ्ग सङ्ग्रहकै रूपमा मैले मानेर आएँ। यद्यपि हास्य त चुट्किलाहरूबाट पनि हास्य हुन्छ नि, होइन? 17औं शताब्दीमा ज्युसहरूले आफ्नो तनाव बिर्सिनको लागि चुट्किलाहरू निर्माण गरे, जोक्सहरूको निर्माण गरे, जुन अहिले पनि चलिआएको छ। त्यो जोक्स पनि हास्य व्यङ्गको एउटा प्रकार थियो, अहिले पनि छँदैछ, तर त्योभन्दा अलिकति बढी समाजमा भएका बेरीति बेथितिहरूलाई घोज पेच गर्ने, छेडखानी गर्ने किसिमका जुन व्यङ्गात्मक शैलीका भनाइहरू छन्, त्यो चाहिँ उहाँले यसमा यो आफ्नो चाहिँ नि महान अभियान भन्ने पुस्तकभित्र 25वटा व्यङ्ग निबन्धमा राख्नु भएको छ। यसमा मैले उहाँको एक दुईवटा विशेषता के छ भने, यो कसरी उहाँ यो व्यङ्ग निबन्धतिर जानुभयो भन्दाखेरि उहाँ चाहिँ यो पुनर्जागरण भन्ने साप्ताहिकमा पनि उहाँ संलग्न हुनुहुन्थ्यो। त्यसमा व्यङ्ग लेख्ने चलन अलिअलि गर्नुभएको थियो उहाँले, र पछि उहाँलाई त्यो निरन्तर लेख्नको लागि जिम्मेवारी आइलाग्यो र देशका अन्य राष्ट्रिय पत्रिकाहरूमा पनि उहाँले व्यङ्ग लेखहरू लेख्न थाल्नुभयो। लेख्दा लेख्दै एउटा जिलिना गाँठी भन्ने एउटा स्तम्भ थियो, त्यो स्तम्भमा उहाँले लेख्नुहुन्थ्यो। लेख्दा लेख्दै राष्ट्रिय समाचारहरूमा, समाचार पत्रिकाहरूमा लेख्न थाल्नुभयो। लेख्दा लेख्दै यति धेरै उहाँका व्यङ्ग सङ्ग्रहहरू बने, व्यङ्ग्य निबन्धहरू बने, र यी निबन्धहरू सबै राजनीतितिरै बढी केन्द्रित छन्। किनकि हाम्रो सामान्यतया चलन हुन्छ, अफिसमा गयो भने अफिसको हाकिमलाई नै सबभन्दा बढी व्यङ्गको पात्र बनाइन्छ, त्यो मेरो अनुभव हो। अन्त कहीँ गयो भने जो अलि सुपेरियर मान्छे जो छ त्यसलाई हामीले बढी व्यङ्गको पात्र बनाउन मन लाग्छ। र राज्यमा चाहिँ नि शासन पद्धति हुन्छ, शासन पद्धति जब ठिकसँग चल्दैन अनि त्यसप्रति नै बढी व्यङ्गहरू त्यसप्रति लक्षित गरिएका हुन्छन्, र यसमा भएका सबै व्यङ्गहरू त्यसैमा लक्षित छन्। त्यसप्रति लक्षित छन् र उहाँले एउटा चाहिँ के गर्नुभएको छ भने बडा छोटकरीमा लेख्नु भएको छ। दोस्रो सुरुवातको प्याराग्राफ उहाँको बडा आनन्दको छ, क्याची छ सुरुवातको प्याराग्राफ। जस्तै सुन्नुहोस् है, सत्तारोहण गरेपछिको पहिलो भाषणमै नेताजीले बडो भावुक भएर भन्नुभयो, मसँग तपाईँहरू व्यक्तिगत स्वार्थको लागि नभेट्नुहोस्। कत्रो ठुलो, हेर्नुहोस् त कस्तो राम्रो चाहिँ शासक हुनुहुँदो रहेछ। तर त्यसपछि अब उहाँले उहाँको त्यहाँ धुलिसात पार्नु भएको छ व्यङ्ग गरेर। यसरी यति सरल भाषामा चाहिँ नि एउटा अर्थबाट अर्को अर्थ खोज्नु नपर्ने सरल किसिमका उहाँका जुन व्यङ्गहरू छन्, पोलिटिकल सटायरहरू छन्, त्यो सटायर यसमा राखिएको छ। र शासकहरू सुध्रिए भने यस्ता सटायरहरू कमै आउलान्, शासकहरू नसुध्रिँदा बडा फर्टाइल हुँदो रहेछ हाम्रो व्यङ्ग साहित्य पनि। यसरी ध्रुव मधिकर्मीजीका जुन 25वटा व्यङ्ग सङ्ग्रहको यो सङ्ग्रह छ महान अभियान, यसको संक्षिप्त परिचय मैले यहाँ भन्न भ्याएँ।
हुन त मलाई 10 मिनटको समय दिनुभएको थियो, मलाई लाग्छ पहिलो 10 मिनट यही सकिन्छ। प्रोफेसर डाक्टर लक्ष्मण उहाँले मलाई दिनुभएको संक्षिप्त परिचय नै 5 पृष्ठको छ। अब यसलाई मैले कति संक्षिप्त बनाउने हो, यसलाई पनि अझै संक्षिप्त बनाउँदा उहाँको लम्बाइ कट्ला कि चौडाइ घट्ला कि उचाइ घट्ला कि गहिराइ घट्ला कि भन्ने बडा पीर छ। तैपनि म एकदम संक्षेपमा भन्छु। प्राध्यापक डाक्टर लक्ष्मण प्रसाद गौतम 2020 सालमा बागलुङमा जन्मिनु भएको र उहाँले विद्यावारिधीसम्मको शिक्षा लिनुभएको छ। उहाँको विषय थियो समकालीन नेपाली कविताका प्रवृत्ति भन्ने विषयमा उहाँले विद्यावारिधी गर्नुभएको। अहिले त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा उहाँ संलग्न हुनुहुन्छ, शिक्षण पेशामा हुनुहुन्छ, अध्यापन पेशामा, प्राध्यापन पेशामा र उहाँ धेरैवटा संस्थाको सल्लाहकार पनि हुनुहुन्छ। त्यसमध्येको नेपाल स्रष्टा समाज, सुनकोशी वाङ्मय प्रतिष्ठान, लघुकथा समाज, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज आदिका उहाँ सल्लाहकार हुनुहुन्छ। उहाँको पहिलो रचना मातृभूमि शीर्षकको कविता नयाँ पुकार भन्ने पत्रिकामा 2036 सालमा पहिलो रचना छापिएको र त्यसको ठिक 2 महिनापछि भारतको कानपुरबाट निस्किने एउटा पत्रिका थियो अर्वाचीन संस्कृतम भन्ने पत्रिका। त्यो पत्रिकामा उहाँले न शास्त्रम वेदत परम, शास्त्रभन्दा श्रेष्ठ अर्को के अरे वेदभन्दा श्रेष्ठ अर्को कुनै शास्त्र छैन भनेर त्यो निबन्ध चाहिँ उहाँले पहिला संस्कृतमा लेख्नु भएको। उहाँको पहिलो निबन्ध भने पहिलो समालोचना बीपीको सुम्नीमा एक समीक्षा शीर्षकको समालोचना थियो। उहाँका सिर्जनामा अब समालोचनाका कृतिहरू त उहाँका 16वटा छन्। मैले सङ्ख्या मात्रै भन्छु, नाम भनेर सम्भव छैन। सिर्जनामा उहापोह र समवेत भन्ने 2टा छन्। उहापोह चाहिँ उहाँको कथा सङ्ग्रह हो, जुन तेस्रो संस्करण पनि त्यसको छापेर बजारमा सकिसकेको छ भने समवेत भन्ने यो निबन्ध सङ्ग्रह अघिल्लो महिना मात्रै उहाँको यो दशैँपछि मात्रै उहाँको यो अनावरण गरिएको थियो। यसलाई चाहिँ सार्वजनिकीकरण गरिएको थियो, जसको साक्षी म पनि हुन पाएको थिएँ। निर्देशिका उहाँका करिब 4वटा छन्। पाठ्य सामग्री त कति सम्पादित कृति 16वटा छन्। यसो गरेर उहाँको कृतिहरूको हेर्ने हो भने कृतिहरूको मात्रै एउटा लाइब्रेरी छ र उहाँले पाउनुभएका पुरस्कारहरू काटछाँट गरेर मिलाएका पुरस्कार दिँदाखेरि ती पुरस्कारहरू 50वटा रहेछन्। 1 नम्बरमा 2052 सालमा पाएको नारायणी वाङ्मय पुरस्कार छ। 12 नम्बरमा नेपाल विद्याभूषण छ। 13 नम्बरमा अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट कृति पुरस्कार छ। 16मा म्यानमा नेपाली साहित्य सम्मान पुरस्कार म्यानमारबाट छ। 41मा राष्ट्रिय कलाश्री पुरस्कार छ भने 50मा गएर महाकवि देवकोटा राष्ट्रिय पुरस्कार जुन नेपाल सरकारले दिने हो त्यो छ। आज 51मा यो पुरस्कार छ। उहाँको यो समवेत भन्ने निबन्ध कृति निस्किएको छ। यसमा मलाई मेरो 10-20 मिनट हो है। आज T20 म्याच हो मेरो। उहाँले यसमा मलाई उहाँको इन्ट्रेस्ट लागेको कुरा, उहाँका मैले थुप्रै किताबहरू पढेको छु। प्रायः जस्तो सबै किताबहरूमा के छ भने उहाँले उहाँको किताबमा आफ्नो नाम लेख्नुहुन्छ लक्ष्मण प्रसाद गौतम। उहाँले आर्जन गरेका डिग्रीहरूमा अगाडिपट्टि एउटा प्रा भन्ने शब्द पनि छ, अगाडिपट्टि एउटा डा भन्ने शब्द पनि छ। ती 2टै लेख्नुहुन्न। किन भन्दा सायद उहाँलाई लाग्छ जीवन सरलतापूर्वक जिउने हो। बाआमाले लक्ष्मण प्रसाद गौतम भनेर जन्मेको 11औं दिनमा नाम राखिदिनु भयो। म त्यही नामलाई साकार बनाउँछु। मलाई पनि खुसी लाग्यो उहाँले त्यसो गर्दाखेरि। जो मान्छे आफ्नै आन्तरिक दिव्यताले उज्यालो भएको छ उसले नामको अगाडि अरू गरगहना झुन्डाइरहनु पर्दैन। त्यो मान्छे आफै त्यत्तिकै चन्द्रमा चाहिँ उज्यालो भइरहन्छ। त्यसकारण उहाँले यो सरलतापूर्वक नामको अगाडि प्राडा नलेखिकन सोझे लक्ष्मण प्रसाद गौतम लेख्नु भएको छ। यो निबन्धको किताबमा अर्को एउटा इन्ट्रेस्टिङ कुरा के छ भने समर्पण। हामी विभिन्न किसिमले समर्पण गर्छौँ। हेर्नुहोस्,
जुन कुरा सृष्टिमा छ त्यही सृष्टिबाट भएको कुरालाई हामीले ग्रहण गर्ने होस्। त्यो सृष्टि भनेको आफ्नो अन्तर्मन पनि हुनसक्छ, आफ्नो चेतना हुनसक्छ, या बाहिरको वस्तु पनि हुनसक्छ। त्यसबाटै हामीले सिर्जना बनाउने हो र त्यो सिर्जना फेरि त्यसैलाई समर्पण गर्ने हो। त्यो भनेको पाठक हो। अनि उहाँले यहाँ समर्पणमा लेख्नुहुन्छ, त्वदीयम वस्तु ... तुभ्यमेव समर्पये। तपाईँले दिएको वस्तु तपाईँलाई नै समर्पण गरेँ। यहाँ एउटा शब्द छुटाउनु भएको छ, गोविन्द। त्वदीयम वस्तु गोविन्द तुभ्यमेव समर्पये। गोविन्द चाहिँ छुटाएर ... राख्नु भएको छ। यसको लागि एउटा सरले निबन्ध फेरि लेख्नु होला, किन यो धेरै भास्ट विषय छ र ठाउँ ठाउँमा यति सुन्दर वाक्यहरू। मलाई लाग्छ जितेन्द्रजी तपाईँ मेरो पछाडि नै हुनुहुन्छ क्या हो? पछाडि उभिनु भनेको तपाईँ छिटो बोल्नुहोस् है भनेको, तर मैले तपाईँलाई देखेको छैन। उहाँको यो कविताप्रतिको यति धेरै मोह छ कि उहाँले हरेक निबन्धमा कविताबाट आरम्भ गर्नुभएको छ। हेर्नुहोस् है, म एउटा सानो कविताको टुक्रा सुनाउँछु। निबन्धको शीर्षक छ पोखिनुको अर्थमा। जब बादल सहस्र थोपा बनेर पोखिन्छ माटामा, जब घाम अजस्र किरण बोकेर ओर्लिन्छ धरतीमा, आँखाको डिल हुँदै जब पोखिन्छ आँसुको थोपा, तब त्यहाँ सिर्जना उम्रन्छ, आशा र आगतको आगमन हुन्छ। पोखिनुको अर्थमा निबन्धको सुरुवात उहाँले यो कवितांशबाट यसरी गर्नुभएको छ। तपाईँ एउटा प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ, समालोचक हुनुहुन्छ, कथा त्यति राम्रो लेख्नुहुन्छ, निबन्ध यति राम्रो लेख्नुहुन्छ, तर पनि तपाईँको परिचय समालोचकमै सीमित रह्यो। मैले अस्ति पोखरामा एउटा कार्यक्रममा सौरभक्त दाई कार्यक्रमको चिफ गेस्ट हुनुहुन्थ्यो। उहाँले निबन्धको कार्यक्रममा भन्नुभयो कि महाकवि भनियो, सधैँ महाकवि भनियो, वास्तवमा उहाँलाई महानिबन्धकार पनि भन्नु पर्थ्यो। निबन्धकार पनि हो, तर महाकविले उहाँलाई थिच्यो भने जस्तै यहाँलाई पनि यो प्राज्ञिक व्यक्तित्व, यो समालोचकको व्यक्तित्वले थिचेको छ। तर यो निबन्धभित्र निबन्धका भयभरिका परिभाषा खोजौँ, ती सबै परिभाषाले पनि यो निबन्धहरूलाई पुरै ठम्म्याउन सक्दैन। त्यति सुन्दर निबन्ध यहाँभित्र छन्। मलाई अलिकति तनाव छ, पछाडिपट्टि जितेन्द्रजी हुनुहुन्छ भन्न हो कि छोट्याउँदैछु म ओके। त्यसकारण मैले यहाँ एउटा कुरा के चाहिँ पढेँ भने, हरेक निबन्धभित्र जुन निबन्धमा म पात्र हुनुपर्छ, स्व हुनुपर्छ, त्यो चाहिँ यत्र तत्र जतासुकै भेटिन्छ, जुन एउटा आत्मपरक निबन्धको आत्मा हो। आई एम माई सेल्फ द सब्जेक्ट अफ माई बुक भनेर चाहिँ मोन्टेनले भने जस्तै, अथवा म आफै सम्बन्धी अफ माई सेल्फ भनेर काउलीले भने जस्तै, यहाँका निबन्धहरूमा जतासुकै त्यो म भेटिन्छ, आत्मा भेटिन्छ, स्व भेटिन्छ, त्यसको प्रकटीकरण भेटिन्छ। र हरेक डेफिनेसनभन्दा अझ माथि अर्को डेफिनेसन भेटिन्छ। लक्ष्मण गौतम सर अन्तिममा, मैले यहाँ धेरै छोटो बनाएँ है, अन्तिममा हामीले जहिले पनि मौलिक कृति भनेर एउटा मौलिकता भन्ने शब्द हामी जहिले पनि प्रयोग गरिराखेका हुन्छौँ। अभिषेक यहाँ हुनुहुन्छ, गोविन्द भट्टराई सर यहाँ हुनुहुन्छ, विद्वान प्रोफेसर सरहरू यहाँ हुनुहुन्छ। टीएस इलियटको एउटा कुरा मैले सरहरूको छेउमा भन्नै पर्छ कि ट्रेडिसन एन्ड इन्डिभिजुअल ट्यालेन्ट भन्ने उनको एउटा प्रसिद्ध निबन्ध हो। त्यसलाई सबै विद्वानहरूले त्यसको सार के खिच्यो भने, मौलिकता भनेको परम्परासँग टाढिने त होइन, परम्पराको विरोधी होइन। मौलिकता भनेको परम्परालाई निरन्तरता दिने हो। मैले ध्रुव मध्यकर्मीज्यूका व्यङ्ग निबन्धहरू हेरेँ, त्यो पढेपछि अब फेरि कहीँ पढ्यो भने बिना नाम पनि यो कसको निबन्ध हो भन्ने चिन्न सकिन्छ, किनकि त्यहाँभित्र यहाँको मौलिकता छ। भने व्यङ्गका जुन केही परम्पराहरू छन् त्यसलाई पनि यहाँले शालीनतापूर्वक फलो गर्नुभएको छ। लक्ष्मण गौतमले निबन्धको जुन परम्परा छ त्यो निबन्धको परम्परालाई पनि धान्नु भएको छ भने आत्मपरक निबन्धको परम्परा पनि धान्नु भएको छ र आफ्नो त्यसमा मौलिकता पनि अत्यन्तै सुन्दर तवरले पेश गर्नुभएको छ। त्यसरी यहाँहरू दुवैजनालाई
एउटा वाक्य भन्दै फेरि बधाई दिन चाहन्छु। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला। हस्, थ्याङ्क यू भेरी मच।